आज म चाहिँ घरमा एक्लै भएको बेलामा रोटी पकाएको थियो, रोटीको हालत यस्तो भयो। घरमा फेरि अझै तेल सिधेको रहेछ, त्यसैले मैले तोरीको तेल चाहिँ बट्टामा हालियो। तेल लडेर पुगिन्छ भनेर बट्टाको बिर्को लगाइदियो पहिला चाहिँ, त्यसपछि मैले 2-3 बट्टाहरू साइड लगाइदियो। आगो सागो केही पनि फुकेको थिएन। मैले अहिले चाहिँ सुरु गर्नलाई आइरहेको छु। अहिले चाहिँ उता घरबाट मैले चाहिँ पानी लिएर आयो। पानी लिएर आएर चाहिँ मैले तेल हाल्यो। फेरि आज मैले पिठो मुछ्नु पर्ने चाहिँ जगमा हो, त्यसैले पिठो मुछ्दाखेरि चाहिँ अलिकति हाततिर लटा लटा हुँदो रहेछ, त्यसैले अलिकति बेस गरी मुछिदियो। जति पिठोलाई धेरै मुछिन्छ त्यति राम्रो हुँदो रहेछ। फर्स्ट सुरुमा चाहिँ मैले त्यति धेरै मुछेको थिएन, त्यसैले गर्दाखेरि मैले फर्स्ट सुरुमै यस्तो रोटी निकालियो। सेकेन्ड चोटीमा पनि रोटी त त्यस्तै भइरहेको थियो, त्यसैले 3 चोटीमा चाहिँ मैले पानी हालेर चम्चाले घोलिदियो। पछि त राम्रै रोटी निस्किन्छ होला भनेको त नराम्रो निस्कियो सबै, किनकि मैले पछिको चोटीमा चाहिँ धेरै पानी हालेको थियो। मम्मीले मेरो लागि चाहिँ फ्रुटी र बिस्कुट लिएर आउनु भएको रहेछ, त्यसैले थालतिर हालेर खाइयो। आफूले नै पकाएको चिज आफूलाई नै बब्बाल मिठो भयो। मलाई चाहिँ खाएर सकेर चाहिँ मैले गाई गोरु चाहिँ चराउन आएको अनि भिडियो बनाउन पनि आएको। आजको मेरो मिनी भ्लग चाहिँ कस्तो भयो भन्नु होला है सबैजनाले।